लु है गुड मर्निङ बिहानै 7 बजे उठेर रेडी भएर जाँदैछु बस भेटाउन। अनि बसदेखि फेरि 1 आवरको बस राइड, त्यसपछि बल्ल मेरो हाइक सुरु हुन्छ। अहिलेलाई त अब हिजो यस्तो सुहाना थियो मौसम, आज फेरि खै के भन्नु र है, आज फेरि यस्तो छ, यस्तो वाक्कै लाउँदो झन् हाइक गर्ने दिन झन् वाक्कै लाउने मौसम भएको छ। तर केही छैन, वाक्कै लाउने भयो भने हाइक चाहिँ जान्छु म। बिहानै उठेर अब एकछिन जुसहरू किन्नु पर्यो, खाजा खानु पर्यो, अनि त्यसपछि लाग्नुपर्छ आफ्नो गन्तव्यतिर। गन्तव्य त यस्तै भएको छ। त्यहाँ पारी चाहिँ 7-Eleven। यस्तै रहेछ हजुर, गाह्रो छ, के गर्नु, त्यही पनि जाडो भए पनि जानै पर्ने हुन्छ। सिटी भ्यू नि देखाइदिन्छु ल। त्यो पारी चाहिँ 7-Eleven छ, त्यसपछि त्यहाँनिर चाहिँ एउटा होटल छ, रेडिसन ब्लू एटलान्टिस, यो पार्क। एन्ड बिहाइन्ड द सिन द वान एन्ड ओन्ली हरिश हियर, पुलपिट रक्स टुर। म जाने बस सायद त्यही हुन्छ होला, तर यो चाहिँ होइन, अर्को चाहिँ हो, डुइङ द आइकनिक हाई पुलपिट रक्स जर्नी और टुर्स के थियो, टुर्स। देन मेरो यो चाहिँ होइन, नेक्स्ट हो। तर म खाजा खाएर अलिक एक्टिभ भएर चाहिँ जाने हो। मलाई यहाँको बाटोमा चाहिँ के राम्रो लाग्यो भने चाहिँ त्यो हुन्छ नि, यो के भन्छ यसलाई, ढुङ्गाको बनाएको, ढुङ्गाहरूवाला बाटो के बजारमा पनि त्यो हुन्छ। खै किन हो, यो चाहिँ दामी छ। ल अहिले पछि सामान किन्छु र अनि गर्छु ल। के गर्नु, हाँसौँ कि रुम भन्ने स्थितिमा आएँ नि त म त। के भन्छ अरे, बिहानै उठेर अझ छिटो जान्छु भने यहाँ त क्याफे 9 बजेभन्दा अगाडि नखुल्दो रहेछ। आज सन्डे हो र आज के हो, स्याटरडे। खाजा खान्छु भने खाजा त खाइ भइहाल्यो। अब बस्ने हो चुप्प लाएर, त्यही पनि एनर्जी बारहरू त किनेको छु, तर गाह्रो भयो हजुर, गाह्रो भयो। अब त्यो बेस क्याम्पमा गएर खाने हुन्छ। हाँसो पो लाग्यो त नि, अझ छिटो बिहान आएको त मतलबै भएन भने। मेरो बस यहाँदेखि ल्याउने हो, एकछिन हेर्छु यार। मेरो मेल, which one? That one. यो चाहिँ मेरो बस लिने पर्ने ठाउँ रहेछ, ओला भर्सेस गेट 3। तर यहाँ चाहिँ कन्फ्युज के हुन्छु भने चाहिँ गेट जे भनेपछि त्यो चाहिँ 3 हो। बस पार्किङ एकछिन यार, उता साइड हो कि हो। अब फेरि कन्फ्युजन छ हजुर, कन्फ्युजन छ, साह्रो कन्फ्युजन छ।
एक त ल्याङ्ग्वेज पनि पुरै फरक हुँदो रहेछ गाह्रो छ हजुर स्ट्याभेङ्गर तर त्यही हो जस्तो लाग्यो उता साइड बाटो क्रस गर्ने ठाउँ चाहिँ कता रहेछ ओ माइ गॉड त्यहाँ पारी रहेछ हौ फुलै फुलको बगैँचा भन्ने डाइलग हान्ने हुन्थ्यो त्यति मात्र आउँछ भन्नु नि गाह्रो छ ल एकछिन अब के गर्नु बस्ने भएको अप्सन देखेको छ ए यो चाहिँ एल रहेछ मलाई कुन हो रे गेट 3 where is that one यो एल that one is 3 त्यो चाहिँ कुन रहेछ लु अहिलेलाई एकछिन यत्तिकै बस्छु खाजासाजा खान्छु भनेको त खुलित्तै भइहाल्यो अब बस्ने वेट गर्ने बाहेक अरू अप्सन छैन अब खुलित्तै भइहाल्यो के गर्छस् मङ्गलले आफ्नै ढङ्गले भने जस्तो भयो अब यो चाहिँ देखाउनु पर्यो so many things यहाँ चाहिँ के भन्छन् काठोको बनाएको रहेछ त्यो पारिको चाहिँ उल्लु हो कहाँ गयो त्यो उल्लु यो के हो मान्छे हो यो त अब यो हाम्रो त्यो क्रोकोडाइल के भन्छ रे क्रोकोडाइललाई नेपालीमा के मगरमाछ होइन सरी गोही लु भाइ बेस क्याम्प त आइपुग्यो अब यहाँदेखि चाहिँ यहाँ सामानहरू रेन्टमा लिन पाउने रहेछ हाइकको सामान त्यो पारी लेक भयो क्याफेहरू चाहिँ 11 बजे खुल्दो रहेछ अहिले चाहिँ यो मात्र खुल्ला छ पर्किन्स्टोन बेस क्याम्प सप दिस इज मी बिफोर द ट्रेक भन्ने त होला बिफोर द हाइक भन्ने ट्रेक भन्ने उहाँले चाहिँ आफ्नो बच्चा नै लाग्दै हुनुहुने रहेछ साथमा हेलो ओ यहाँदेखि चाहिँ मैले सामान किन्छु वाट इज द्याट सेल Oh my gosh, धेरै कुराहरू रहेछ यहाँ रेन्ट and that's me
धेरै कुराहरू रहेछ रेन्ट गर्नलाई चाहिँ खै अहिले के गर्छु मलाई क्यापहरू मनपर्छ सायद यो किन्छु होला मैले आफ्टर माई ट्रेक सर्ट ग्लास लभली लभली छ खै के I have the one blouse, but कपाल चाहिँ चोर जस्तो भए पनि मान्छे चोर जस्तो होइन है जस्ट लाइक 5% पनि पुरा भएको छैन यस्तो छ ट्रायलको बाटो चाहिँ यस्तो छ अनि म चाहिँ यस्तो छु घाम लाग्ने के भन्छ अरे त्यो देखाएको छ के भन्छ अरे खै के भन्छ चान्स छ चान्स घाम लाग्ने चान्स जोस् अनि मलाई चाहिँ यो हाइकको सबभन्दा मनपर्ने चिज चाहिँ के हो भने चाहिँ यो जति पनि यो यस्तो बाटोहरू बनाएको छ नि यहाँ यो ठाउँ र अर्को धेरै ठाउँ छ नर्वेको यो चाहिँ नेपालदेखि शेर्पाहरू हायर गरेर बनाएको हो क्या नेपालदेखि शेर्पा दाइहरूलाई लिएर यहाँ लिएर अनि उहाँहरूले बनाएको बाटो हो क्या आई थिङ्क द्याट्स द बेस्ट थिङ कि यो हाम्रै नेपाली दाइहरूले बनाएको बाटोमा म हिँड्दैछु तर म गलत पनि हुनसक्छु मलाई रेनी ब्रेनको चाहिँ थाहा छ पुल्पिट रकमा पनि हो भन्ने चाहिँ थाहा छ तर म गलत पनि हुनसक्छु तर यो चाहिँ नेपालदेखि शेर्पा दाइहरूलाई हायर गरेर बनाएको चाहिँ हो तर योमा चाहिँ फिक्स छैन रेनी ब्रेनमा चाहिँ म फिक्स छु कि त्यहाँ चाहिँ भएको हो तर यहाँ पनि भन्दै गुगलमा हेरेको भनेको त थियो शेर्पा स्टेयर शेर्पाहरूले बनाएको भनेर चाहिँ थियो अब हेरौँ के हुन्छ तर सायद होला सबभन्दा राम्रो यही हो क्या एक्लै घुम्नुमा कति अब 30% पुरा भयो कि सायद यहीँ 30% मैले फेरि आज मौसम चिसो छ भनेर भित्र हुडी पनि लगाएर हिँडेको छु अहिले त पसिना आउनु लाग्यो सायद अहिले निकाल्छु होला This is my back view. यो त्यति गाह्रो चाहिँ नरहेछ अहिलेसम्म अब हेरौँ पछि गाह्रो छ कि तर यति आउँदासम्म चाहिँ छैन अब धेरै होइन त्यस्तै 3 किलोमिटर जस्तो बाँकी सक्यो अब एकछिन आफ्नो भिडियोहरू पनि गराउँछु त्यहाँ लाग्छ टाइम अब चाहिँ 50% मा आइपुग्यो अनि यो चाहिँ सायद एकदम फेमस फोटो खिच्ने स्पट हो जस्तो लाग्यो मलाई किनभने एकदम धेरैले खिचिरहेको छ के गर्नु आफ्नो त कसले खिच्छ र अहिले आफै कतातिर क्यामेरा अड्डाउने आफै खिच्ने कि कसैलाई भन्ने अन्त त कोही छैन हो आफै खिच्ने आफै सायद म अब चस्मा लाउँछु होला एकछिन फोटो खिच्नुलाई भए पनि
तर साह्रै राम्रो प्लेस चाहिँ। लौ त अब अलमोस्ट 60% सक्यो, अब 30% मात्र छ। अब सायद यो कटाएपछि चाहिँ देख्छ होला सायद डेस्टिनेसन, तर अहिले त देखेको छैन। अब यस्तै 1.5 किलोमिटर जस्तो बाँकी छ, धेरै छैन। तर है नेपालमा कोही हाइकिङ यताउता कोही गर्छ भने यो एकदम इजी रहेछ, लास्ट इजी छ यो चाहिँ। खै मान्छेहरूलाई गाह्रो हुन्छ होला नगरेको मान्छेलाई चाहिँ, तर नेपालमा हाइकहरू एटलिस्ट 2-3 वटा हाइक गएको छ भने पनि यो चाहिँ मजाले भ्याउँछ। किनभने यो 602 मिटर हो सायद होइन, अनि राउन्ड ट्रिप टोटल 8 किलोमिटर। सो जाने 4 किलोमिटर, आउने 4 किलोमिटर। त्यही माथि नै यो भर्याङ पनि त्यस्तो त छैन, त्यति गाह्रो होला त छैन। यस यसो हिँडिराख्ने हाइक जाने मान्छेलाई चाहिँ यो सजिलै हाइक हो। मेबी 1.4 बाँकी छ कि यहाँदेखि हल्का भ्यू देख्छ जस्तो लाग्यो। चिसोले सिगान चाहिँ आउला जस्तो भएछ। माथि हो कि तल हो, सिगानले स्याक पार्यो। कति अरूको मात्र हेर्ने, मेरो मलाई नि हेर्नुहोस् यार। हेलो वन्स अगेन। अब म चाहिँ के भन्छ अरे, तपाईँको 70% नै आइसक्यो। तपाईँको अब त्यही 1100-1200 किलोमिटर मात्र छ यहाँदेखि। 1100-1200 किलोमिटर त धेरै त होइन, मिटर सरी। अरू भन्दा नि मौसमले अलि साथ दिएन। मौसम अलिकति घाम लाग्यो भए चाहिँ एकदम दामी हुन्थ्यो, तर केही छैन, पानी परेन, त्यहीमा खुसी छु म। पानी परेको भए यहाँ आउने नि क्यान्सल हुन्थ्यो। यस्तो फेरि मसँग धेरैचोटि भएको छ क्या, म ट्रेक हाइकको लागि हिँडेको अघिल्लो दिनसम्म राम्रो मौसम हुने, जुन हाइक जान्छु भन्दा त्यो दिन मौसम पुरै बिग्रिने। अनि त्यसरी मैले कतिचोटि, धेरैचोटि त होइन 3-4 चोटि चाहिँ हाइक नै क्यान्सल गरेको थिएँ। अनि यो चाहिँ अहिले चाहिँ हामी कता आइपुग्यो भनेपछि यो तपाईँको यस्तै क्याम्प, यस्तै के क्याम्प लेखेको थियो, समथिङ क्याम्प। यहाँ चाहिँ अब पछि कहिलेकाहीँ आएर सायद यहाँ क्याम्पिङ गर्न मिल्छ जस्तो लाग्यो। यहाँनिर लेक पनि रहेछ, सानो लेक, अनि ढुङ्गा चारैतिर। हेलो, यु राइट। लाइक रेस्ट क्याम्प जस्तै हो जस्तो लाग्यो मलाई यो चाहिँ। धेरै नै छैन, त्यो पहाडको पछाडि हो, तर स्टिल द्याट्स सो फाइन। यो चाहिँ राम्रो रहेछ, भर्याङ काटेर बनाएको, यसरी भित्ता काटेर बनाएको रहेछ। म हिजो यहाँ आउँदा नि कस्तो घाम लागेको थियो, आज चाहिँ यहाँ चिसो गरेछ। घाम लागेको भए त टी सर्टमा हिँड्नु पर्थ्यो, के गर्ने, टी सर्टमा नि हिँड्न पाइएन। ए मैले 1100-1200 भनेको कति रहेछ हेर्नु पऱ्यो। ए नभने 1250 जानलाई
फर्किनलाई 2750 जस टोटल रुट चाहिँ 4 किलोमिटर टोटल रुट चाहिँ 4 किलोमिटर मैले कति आई थिङ्क 70 त गरेँ के हो सायद 70 हुन्छ कि हुँदैन या 70 गरेँ अब 1000 मा पुग्यो भने 75 जस्तो हुन्छ स्योर त्यही हो सोलो हाइक पनि एकदम जस हुन्छ नि त्यति स्क्यारी चाहिँ नरहेछ डराउनु पर्ने एक्लै के होला त्यही नि केटी मान्छेहरू चाहिँ अब डराउने हुन्छ नि त केटालाई त बाल भएन एक्लै हिँड्न डर लाग्दैन भने चाहिँ आउँदा हुन्छ यहाँ तर खै तपाईँहरूको इच्छा हो म त भन्ने मात्र हो यो चाहिँ अब मिड पोइन्ट जस्तो पनि होइन के हो यो लेक हो यो चाहिँ सेल्टर रहेछ क्या रेस्ट क्याम्प जस्तो सायद यहाँ पानी यताउता खाना मिल्छ होला टोइलेट पनि हो कि टोइलेट त होइन होला फर्स्ट एड यताउता होला तर म फर्किँदा हेर्छु यो सबै म चाहिँ अब के गर्नु है मैले फेरि मेरो नाक साक के देखिन्छ मेरो फेरि यो ब्यागमा फाइदा यही छ क्या यसको बेनिफिट चाहिँ यही हो वाटर ब्याग यहीमा छ 2 लिटरको यस वाटर बोतल चाहिँ बोक्नु पर्दैन त्यसको सब मेरो ब्यागको बेनिफिट चाहिँ यही हो अनि प्लस लाइट वेट पनि छ लाइट वेट प्लस त्यही हो तपाईँ हाइक गर्नुहुन्छ भने त सबैभन्दा बढी क्यारी गर्ने भने वाटर नै हो नि त पानी एकदम क्यारी गर्ने हुन्छ त्योमा त पहिल्यै वाटर ब्याग छ अब यस्तै छ है भिड चाहिँ लास्ट रहेछ सबै अब त 1 किलोमिटर नि छैन के अनेस्टली भन्दाखेरि है मैले कति टाइम लिएको छु हेर्नु पर्यो यो हाइकको 4 किलोमिटरको हाइकको म हिँडेको 10 मा हो अहिले 10:50 भयो भने 40 मिनटमा 3 किलोमिटर अब सायद 1 घन्टाभित्र मैले यो हाइक भ्याउँदो रहेछ 1 घन्टा जाने 1 घन्टा आउने र मैले गुगलमा यताउता सर्च गर्दा चाहिँ 2 घन्टा चाहिँ लाग्छ भन्थ्यो सरी म्याम सरी अब यहाँ चाहिँ हेरौँ है ल 1 किलोमिटर एमर्जेन्सी सेल्टर रहेछ त्यो चाहिँ जिरोस् भने जस्तो गाह्रो पनि नभएको तर यो के भन्छ र त्यति अप्ठ्यारो पनि नभएको मैले जति पनि देखिरहेको छु यो हाइकमा सबै बुढो मात्र छ बढी जस्तो बुढाबुढीहरू अनि यो त मेरो के भन्छ नि मैले जब मैले नेपाल हुँदा हाइक सुरु गरेको थिएँ नि त्यसपछिदेखि हुन्छ नि त अब राम्रो हाइकहरू नेपालमा पनि हेरिन्थ्यो अनि पछि म विदेश आएपछि चाहिँ हुन्छ नि त एउटा ड्रिम हाइक भन्ने बकेट लिस्टवाला हाइक यो चाहिँ त्यो हो क्या अनि अहिले यो मेको मन्थमा आउनु अनि प्लस मेको आज
11 हो नि त खासमा यहाँ आउनुको मेन रिजन चाहिँ आज मेरो बर्थडे हो अनि यो एउटा के भनौँ अचिभमेन्ट भनौँ कि के भनौँ मेरो लागि चाहिँ त्यही नै हो किनभने आज मेरो जन्मदिन पनि अनि आज मेरो वान अफ माई ड्रिम हाइक पनि मैले आजै पुरा गर्दैछु भने चाहिँ म एकदम खुसी छु तर आज मे 11 12मा फेरि म नर्वेकै अर्को एक ठाउँ जाँदैछु त्यसपछिदेखि फेरि मेरो अर्को हाइक सुरु गर्छु त्यो चाहिँ कसरी सुरु गरेको भन्दाखेरि म नर्वे आउने फिक्स भयो नि त नर्वे आउने फिक्स भएपछि चाहिँ मैले त्यो गरेको कहाँ देखिरहेछ यार Where the fucking way? That way. This is the wrong way. त्यहाँ पारि हो म जाने चाहिँ धेरै एक्सप्लेन गर्दा गर्दै आफै उल्टो बाटो आएछु एकचोटि पछाडिको भ्यू चाहिँ देखाइदिन्छु जस म सायद त्यो पारि देखि आएको अब फर्किँदैछु अनि ल अर्को अब यो त जन्मदिनको हाइक भयो अरे तर अर्को चाहिँ मेरो त्यहाँको थ्याङ्क यू सो मच रेनी ब्रेन के भन्ने हाइक छ क्या त्यो चाहिँ लोफोटेन भन्ने ठाउँमा छ त्यसको लागि चाहिँ भोलि हिँड्छु पर्सि त्यहाँ पुग्छु अनि सरी मेट पर्सि त्यहाँ पुगेपछि त्यसको नेक्स्ट डे त्यहाँ सुरु गर्छु Oh my gosh, that's so nice. यो चाहिँ हेरौँ न भर्याङ सायद यहाँ चाहिँ यस्तो रहेछ अब यस्तो त थाहा छैन यो के अरे तालचाहरूमा थाहा पाएको भए मैले नि ल्याउँथेँ होला तर ठिक छ अब सायद अब त छैन होला हौ अब खै कति छ मेबी 100-200 मिटर होला 100-200 मिटर जस्तो छ जस्तो लाग्यो अहिले चाहिँ यस्तो अलिकति हुन्छ नि एजको क्लिफमा तर अहिले डर लाग्ने यो पुलपिट रकको डर लाग्ने चिज चाहिँ के हो भने चाहिँ त्यहाँनिर फेन्सहरू छैन क्या त्यो चाहिँ साह्रो डर लाग्ने छ त्यसैले गर्दा नजिक नजाने भनेर भन्ने चाहिँ भन्छ तर कोही कोही हुन्छ नि त अट्टेरी तर म चाहिँ अट्टेरी छैन है अब हेरौँ यहाँनिर साइनबोर्ड रहेछ कति रहेछ सो 350 रहेछ म त 100-200 भनेको यहाँनिर के अलिकति लोकेसनको बारेमा नि छ के लेखेको छ नो क्याम्पिङ किप योर डग किप योर क्लोज किप सेफ्टी डिस्टेन्स डोन्ट सिट अन द एज ओ शिट यो सबभन्दा स्याड न्युज भयो नि त हेलो त्यही भएर मैले कन्फ्युज भइरहेको थिएँ कि मैले ड्रोनको वेबसाइटमा हेर्दाखेरि चाहिँ त्यो थियो क्या के भन्छ अरे फ्लाइङ जोन चाहिँ थियो फेरि नर्वेको वेबसाइटमा हेर्दा चाहिँ ड्रोन उडाउनु पाउने त्यो थिएन अब ड्रोन त लिएको मात्र भयो भनेपछि यस्तो कतिचोटि भइसक्यो भने सायद पर्मिसनहरू लिएर उडाउन चाहिँ पाइन्थ्यो होला तर म जस्तोले त किन अलिकति प्रोफेसनल ड्रोन पाइलटहरू प्लस अलिकति हुन्छ नि त ठुलो मिडिया हाउसको लागि काम गर्ने त्यस्तोले चाहिँ पाउँथ्यो होला तर मैले हेरेको गुगल मेरो ड्रोनको वेबसाइटमा त्यहाँ चाहिँ थियो क्या तपाईँको
जेउस ड्रोन उडाएको भिडियोहरू थियो अनि त्यसपछि मैले एयरपोर्टमा झरेपछि पनि हेरेको दिने चाहिँ दिँदैन थियो त्यही नि हेरौँ माथि गएपछि कोही गाइडलाई सोधेर गर्नु पर्ला सोचिरहेको थिएँ तर अब गर्दैन फेरि क्यान्सल भयो ड्रोन उडाउन पाएको भए राम्रो हुन्थ्यो अब यस्तो छ यही नै त होला अब मेरो ड्रोन इन्स्टा 360 कि के हुन्छ नि त्यो ल्याउनु पर्ने रहेछ त्यसले पनि ड्रोन सर्ट जस्तै आउँछ अब के गर्नु यस्तै हो सेट लाइफ भयो नि फेरि यार जहिले यस्तै हुन्छ भने ड्रोनसँग फोटो खिच्ने त अब ड्रोनको गरेर अरू अप्सन छैन एकदम ठाडो पो रहेछ यहाँनिर पो गाह्रो भयो त हौ त्यस्तो गाह्रो चाहिँ भएन तर अलिअलि हु हा चाहिँ भयो हिँड्नै नसक्ने त भएको होइन तर म यहाँसम्म एकचोटि पनि नबिर्सेर आएको है माथितिर अलिअलि हिउँ पनि रहेछ खै देख्छ होला त लाग्दैन तर रहेछ अलिअलि अब फोटो खिच्ने भन्ने त होला कसैले अरू त अप्सन छैन अब आफूसँग ढङ्ग यस्तै भइहाल्यो म चाहिँ यहाँ फोटो खिच्न चाहन्छु अहिले पछि खिच्छु पहिला पिकमा पुग्नु पर्यो छिटो आएको फाइदा त उठाउनु पर्यो ओ फक के भन्छ ओ माई गॉश अति भयो होला है ए तल त त्यो क्रुज पनि रहेछ क्रुज ल तर यहाँदेखि फेरि सिधै भिरो नि डर लाग्ने जस्तो झुक्केर पनि मोबाइल खस्यो भने त चिल्लै पर्ने हुन्छ यार यो चाहिँ वान वे रहेछ क्या त्यही भएर एक्लै हिँडौ एक्लै त्यो गरौँ यहाँ चाहिँ ख्यालठट्टा गर्नु हुँदैन ज्यानको माया छ भने ज्यानको माया छ भने चाहिँ ख्यालठट्टा गर्नु हुँदैन यस्तो खतरा स्टिप छ लाइक हेल त्यहाँनिर के लभली है लभली तर रिस्की पनि रिस्की छ फेरि
यो ठाउँमा चाहिँ अरू त होइन ड्रोन उडाएर फोटो खिच्न पाएको राम्रो हुन्छ मैले फेरि ड्रोन पनि त्यो फोटो खिच्नलाई लिएको थिएँ भिडियो भन्दा नि अरू पछि खिच्छु फोटोहरू अब चाहिँ जस्ट पुगेँ भनौँ मेरो डेस्टिनेसन मेरो ड्रिम हाइक पुरा गरेँ मैले यो छेउछाउ हिँड्न नि भएन खस्यो भने त अरू त टेस्ट थियो मर्ने त फिक्स हो तर हुन्छ नि बडी पनि भेटिँदैन होला त्यो नै हुने हो यहाँ त यहाँदेखि मऱ्यो भने त ला ड्रोन उडाउनु नमिल्दैन भने त ड्रोन उडाइरहेको छ नि त बुढाबुढी बुढाबुढी भने ल है मेरो ड्रिम हाइक लु हेरौँ यही हो मेरो ड्रिम हाइक त्यो तल छ क्रुज सिप somewhere there त्यो यही हो मेरो ड्रिम हाइक पुलपिट रक I think this is the most beautiful thing I have ever done in my life, honestly. I made it. Pulpit rock. तर त्यस्तो गाह्रो चाहिँ थिएन जस म पुगेँ म खुसी छु साह्रो खुसी छु है so many people यस्तो छिटो सक्यो कि यो sorry you can't imagine those stuff oh my gosh hello this the fuck मलाई साह्रो डर लाग्छ यार यस्तो त पुग्यो जोस् म चाहिँ त्यहाँ चाहिँ पुगेर पनि फोटोहरू टन्नै खिचेँ अब यसको माथि पनि एक ठाउँ जान मिल्ने रहेछ त्यहाँ जाँदैछु ओ शिट हेल्लो दिस भन्दा नि हल्का सिमसिम पानी परेको थियो क्या फेरि पानी परेर दिमाग खराब पानी परेर फेरि चिप्लेर दाँत भाँच्ने होला त्यही मात्रै टेन्सन लाग्छ केक सेक काट्ने त यस्तै हो बर्थडेको अब एनर्जी बारहरू खाइयो यसरी नै गरेर भनौँ न लगभग मैले भनेको ठाउँमा पुग्नलाई अघि चाहिँ कहाँदेखि चढ्ने रहेछ सोच्दै थिएँ क्या यहाँ माथि पछि यतादेखि बाटो रहेछ अहिले त कोही नै छैन तर यहाँदेखि फोटो खिच्न चाहिँ राम्रो हुन्छ क्या अब के गर्नु आफू एक्लै छु
फोटोको त पनि यस्तै हो, यही भिडियोबाटै अब तान्ने त होला। तपाईँलाई देखाउँछु फ्लिप गरेर म कहाँ आएँ। लुक, यही हो पुलपिट रक भन्ने। पुलपिट रक यही त रहेछ अब सबै। शायद जीवन मेरो भ्रम नै बेसी भयो, आँखा चिम्लेरै सास सबै हाम्रो सकिने हो। सो मेरो हाइक पनि सक्यो अनि अब म फर्किँदैछु। अनि यो सायद मैले यस्तो थाहा पाएको भए चाहिँ ल्याउँथ्यो होला, यो के यो तालचाहरू यसरी के, तर मलाई थाहा थिएन यो चाहिँ यस्तो गर्छन् भन्ने पनि। तर इट्स फाइन, हाहा मेरो हाइक सक्यो। अब चाहिँ लाग्दैछु हजुर आफ्नो घरको होटेलको गन्तव्यतिर। तर दिस इज सो नाइस भन्छन् नि, जस्ट लुकिङ लाइक अ वाउ 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 वाउ। कति भ्यू मात्र देखेर आफ्नो ठोस पनि देखाइदिउँ के हो अलिअलि। मेरो अगाडि हुनुहुन्छ बुढी आमाहरू, उहाँहरूलाई अब म ओभरटेक गर्दैछु यसरी। उहाँहरू यो बाटो जानुहुन्छ, म यो बाटो जान्छु, अनि त्यसपछि म उहाँहरूलाई अगाडिबाट जित्छु। अनि यो जित्दाखेरि लोट्यो भने म रुन्छु। अब कति बजेको भनेपछि थाहै छैन। एकछिन मेरो राइट ह्यान्डमा छ फेरि यो गिम्बल, लेफ्ट ह्यान्डमा हालेर हेर्नु पऱ्यो कति बज्यो। सो 3 बजेतिर मेरो फर्किने छ त्यहाँदेखि बस। 1 बज्ने आएको रहेछु। सरी मेट। भनेपछि अब कति म पुग्छु मजाले। म सायद 2 बजेभन्दा अगाडि नै त्यहाँ पुगिहाल्छु होला। अनि त्यसपछि एकछिन रेस्ट गर्छु। तर यो ठाउँमा राम्रो चाहिँ के भन्यो चाहिँ, यो ठाउँमा यहाँ आएर पनि मेरो नेटवर्क चलिरहेछ क्या। मैले फेरि आउनुभन्दा अगाडि सिम लिएको थिएँ 6 डेजको लागि, तर जुस राम्रै चलिरहेछ। कुनै के भन्छ अरे समस्या आइपुगेको छैन अहिलेसम्म चाहिँ। अब धेरै भिडियो के गराउने, अब बिचबिचमा योमा फेरि चार्ज धेरै छैन, फेरि अहिले भिडियो गराउने हराउँछ। सो बिचबिचमा गराउँदै गर्छु ल। यति भन्दै अहिलेलाई यहीँ रोकेँ, फेरि बिचमा कतै गर्दै जान्छु। सो फर्किँदै गर्दा म लगभग हाफ वे आइसकेँ। हाफ वे भन्दा नि अलि बेसी नै आइसकेँ। अनि सायद फर्किने चाहिँ 1 घन्टाभन्दा नि छिटो हुन्छ जस्तो लागिरहेछ। हाइक चाहिँ मेरो कतिमा सक्छु भनेर चाहिँ माथि जाँदाखेरि चाहिँ जस 1 घन्टा 5 मिनट लाग्यो। अब फर्किने बेला तर अब टाइम छ। अब खै के गर्दै यताउता गर्दै हल्लिँदै जान्छु होला। किनभने अब त एक त सबै ओह्रालो, त्यहीमा नि आधीभन्दा धेरै आइसकेँ। सो सायद अब बज्यो भने चाहिँ 1.5 किलोमिटर बज्यो कि सायद त्यो 2 किलोमिटर भन्दा त थोरै छ। त्यस्तै कति बज्यो त, ठिक छ। रमाइलो भइरहेछ मलाई अरू
सबैलाई ओभरटेक हान्दै हिँडेको छु म धेरै हिँड्न सकेँ कि उनीहरू थोरै हिँडे त्यो चाहिँ म भन्न थाहा भएन अब सेट उहाँहरूलाई पनि हान्छु ओभरटेक झन्नै खुट्टा ट्विस्ट भयो क्या झन्नै आएँ म जस्तै 16 वर्ष ठिटाहरू पनि सरी हेलो 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 भने चाहिँ 1600 मिटर रहेछ भनेपछि थोरै हो मैले अहिले अगाडि गएर ह्यामक चाहिँ टाङ्छु आफ्नो ह्यामक लगाएर एकछिन झुल्छु अनि त्यहाँ रेस्ट गर्छु आधी घन्टा जस्तो खासमा रेस्ट चाहिएकै जस्तो त छैन तर स्टिल रेस्ट त गर्नु पर्यो भोलि बिहान भएको यस्तो राम्रो हुन्थ्यो फेरि त्यो अघिको राम्रो त्यो ठाउँमा आइपुग्यौँ चिसोले नाक चाहिँ सेत बनायो अब अलि तल गएर एकछिन मजाले रेस्ट गर्नु पर्ला म चाहिँ अहिलेलाई चाहिँ ठिकै छ यहाँ म चाहिँ अब बोलाउन लाग्छु किनभने मैले सर्टेन कुराहरू बनाउँदैछु यहाँ सम्हाल्दै यो मनलाई गीतमा लेख्दैछु That's it. के गर्नु है धेरै सानो भएपछि यस्तै हो हाइट त खासै छैन अब त्यही नि प्रयास जारी छ मेरो यो गर्ने अब यहाँ आधी घन्टा जस्तो पल्टिन्छु अनि त्यसपछि मजाले घर फर्किन्छु पहिला यहाँ ट्राई गरौँ कत्रो I think no, it is not enough. This should be here. I think that's it. अब एकछिन यहीँ बस्नुपर्छ है चिलमा यसलाई पनि यहीँ टङ्गाइदिउँ अहिले फेरि ल फाइनली मैले ह्यामक नै बनाएर राखिसकेँ अब एकछिन यहीँ पल्टिन्छु आया
जियोस् आधी घन्टा जस्तो पल्टिनु पऱ्यो, धेरै त पल्टिँदैन। सो हाइक पनि सक्यो, सबै सक्यो भनौँ न। अब त्यही अब उयो पछाडि तल देखिरहेको यही हो बेस क्याम्प। अलमोस्ट सबै कुरा सक्यो। तर जस इजी नै थियो, रमाइलो भयो। अब चाहिँ एकछिन हेरौँ केही सामानहरू किन्छु कि किन्दैन कि। सायद किन्छु होला, तर त्यहाँ किन्नको धेरै सामानहरू थियो, सायद केही सामानहरू किन्छु होला। अनि त्यसपछि चाहिँ फेरि चुप्प लाएर घर लाग्छु, अनि रेस्ट गर्छु। फेरि साँझतिर डुल्न निस्किन्छु। भोलि चाहिँ स्ट्याभेङ्गर बजारको भ्रमण हान्छु। भ्रमण गाह्रो छ, तर यस्तो गाउँ जस्तो भए पनि लभली छ है। पिच बाटो के भन्छ अरे, विकसित चाहिँ साह्रो रहेछ नि। गयो जस्तो भए पनि। खासमा मैले पहिला चाहिँ यता कतै बुक गरेको थिएँ क्या मेरो होटल। पछि मैले अर्को ठाउँ जानुपर्ने भएर चाहिँ यहाँको क्यान्सल गरेको पैसा पनि फिर्ता दिएन। चिल्लै भइयो नि, घाटा लाग्यो घाटा मलाई। अब जस आइसक्रिम बार, आइसक्रिम खाँदिनँ म। अब गाडीमा बस्ने त्यही त हो। त्यहाँ सामानहरू किन्ने ठाउँ रहेछ, त्यहाँ केही किन्छु कि भन्ने मेरो आशा छ। तर किन्छु होला यता आएपछि त। फ्यु सर्टेन कुराहरू लाइक चिनो, मायाको चिनो जस्तो कुराहरू चाहिँ किन्छु होला, अरू नकिने नि। अनि स्ट्याभेङ्गर पुगेर चाहिँ टन्नै ह्याप्स हान्नुपर्छ। Cuando vimos salir el este, pero es que el fiordo, mira lo que es. Mira, llega hasta allí, ¿vale? No sé si continúa algo por allí, pero bueno, no, porque ahí lo tienes en el plano pequeño y mira. ¿Eh? Prequistol en eso sí, pero claro, nosotros nos fuimos, mira las barcos, nos fuimos, mira los barcos. joder, Mila, nos fuimos, sí, claro, porque hace su ruta de ellos, sí. Pues nosotros de ahí मेरो स्क्रिन नै ब्याट्री सकिन लाग्छ। अब एकछिन सपमा गएर के रहेछ यहाँ। अन्त अघि नै गएको, अघि चाहिँ यो खुल्ला थिएन। अब एकछिन यहाँ नि पस्छु, अनि एकछिन पहिला यहाँ पस्छु। सप एक्टिभिटिज, साउन्ड लस्ट एन्ड फाउन्ड। पानी परेको रहेछ। के हो पेट टी सर्ट त के लानु। Oh my gosh, मेरो केटाहरूलाई चाहिँ चुरोट लगिदिनु पर्ने छ, तर मैले त खाँदिनँ। सर्ट ग्लास हो कि यार यो त। What is the best thing to buy here? वाटर बोतल त छ, कप लानुपर्छ के हो। ए क्याप चाहिँ लान्छु म। यो क्याप लाउँछु एउटा, जुन भए पनि। ल अहिलेलाई चाहिँ ब्याट्री सक्यो, त्यही पनि पछि एड गर्छु। दिस इज माई आउटफिट फर टुडे। के आउटफिट फर टुडे सक्यो, अब यही नै हो मेरो आउटफिट सधैँ। Did you buy something? Two magnets, nice. For fridge. That's nice. Dulu अब म नि फ्रिज किन्छु। अब फ्रिज त हैन, म्याग्नेट किन्छु त्यही।
धेरै पानी परिरहेको छ कुकुर जान्छ वाह सो डिजिटल Thank you so much, driver. Oh my gosh. I don't know. Lah, kotro pani pareको Kotro बाटो के छैन कस्तो बाटो के छैन के गर्नु ठन्डा हुन्छ गर्मीमा नि हो कस्तो पानी परेको Go line. Sorry. Oh my gosh. Bos put me on the fly. Thank you so much. Let's go. मेरो पनि मसँग गयो तर चिनेको पनि होइन जाडो भयो जाडो बिहान यहाँदेखि गएको यहाँदेखि फिर्ता अब यहाँदेखि अगाडि गएर पछि घुम्ने भन्नु बजार बजार घुम्ने जस्तै भइहाल्यो बजार पनि धेरै पानी परेर तर धन्न उता चाहिँ पर्ने त परिरहेको यस्तो धेरै परेर धेरै परेको यो जतिको परेको भए त भिजेर चुर्लुमै भइने रहेछ नि तर यहाँ घरहरू चाहिँ कस्तो दामी दामी क्या सबै काठको भनेको घरहरू मलाई चाहिँ साह्रो मन पऱ्यो यहाँ त त्यो साइडमा छ धेरै घरहरू चाहिँ त्यो नै छ क्या काठको कस्तो राम्रो देख्ने भयो अब यहाँदेखि 5 मिनट लाग्छ कि सायद 10 मिनट पनि लाग्नु खै कति लाग्छ कति लाग्छ हेर्दै जाने हो त्यही हो त्यो त राम्रो कुरो हो म बस्ने हस्टेल चाहिँ एकदम नजिक छ भने न त्यसपछि म यहाँदेखि अर्को ठाउँ जाँदा नि मलाई बस मेरो आउँदा त्यस्तो टाइम लाग्दैन क्या सो त्यो चाहिँ एकदम सजिलो छ अब तर यहाँको बेस्ट पार्ट चाहिँ के रहेछ भने चाहिँ आजभोलि राति 9:30-10 बजे अँध्यारो रहेछ अहिले गएर सुतेर होइन फेरि फर्केर आउँदा पनि सायद पसलहरू बन्द हुँदैन होला त्यही भएर त्यही नै 7-11 चाहिँ 24 आवर्स नै हुँदो रहेछ खासमा 24 भन्दा नि 22 बिहानको कति बिहानको 4 बजेदेखि 6 बजेसम्म चाहिँ फेरि बन्द हुँदो रहेछ क्या सायद रिस्टकहरू गर्नुपर्छ होला नि त तर त्यो बिहानको 4 देखि 6 खोज्ने त घुम्नै जान्छ होला र सामान किन्न त्यही त्यो चाहिँ साह्रो राम्रो 24 आवर्स नै
त्यसलाई यहाँ चाहिँ यिनीहरूको पुरै आज पानी परेर यिनीहरूको गुण निस्किया जस्तो छ झाडोले मर्न लाग्छ म चाहिँ ऊ त्यो पारीको बाटोदेखि माथि भन्यो अब बाटो क्रस गर्छु यहाँ फेरि त्यसै मैले त्यो देखेको थिइनँ हौ रेड लाइटहरू तर उनीहरूले रोक्यो थ्याङ्क यू सो मच उनीहरू चाहिँ त्यो भिडियोको देखेपछि रोकिदिँदो रहेछ देखि मेरो यो गिम्बलमा पनि जम्मा 6% चार्ज छ हौ होटल पुग्दासम्म पनि बस्दैन के बसेर हुन्थ्यो नि जस्तो खाल चाहिँ तर है म यहाँ छु यहाँ अघि मैले थाहा पाएको कि यहाँ त्यसको सुटिङ पनि भएको हो रे के भन्छ अरे त्यसको नाम बाइकिङको तर मैले बाइकिङ पनि हेरेको छैन फेरि त्यहाँ त्यही भएर नि मैले नथाहा पाएको होला फनी फनी थिमहरू त म फेरि मुभीहरू हेर्दैन नि त मुभी सिरिज पनि हेर्नु त्यसले गर्दाखेरि पनि थाहा भएन अब सायद 100 मिटर जस्तो छ मेरो होस्टेल तर पुरै भिडियो 5% मात्र चार्ज छ ऊ यही कुनादेखि हो जाडो चाहिँ साह्रो जाडो हो साथी हो पनि होटल हो कि अपार्टमेन्ट हो खै के हो हुन त हो है तर के हो थाहा भएन कपाल पनि कस्तो भएको छ भनेपछि चोर छ म फेरि रुममा चाहिँ भिडियो गराउँदैन किनभने साइडमा अरू पनि सुतिरहेको हुन्छ एउटा एकजना सुतिरहेको छ भनौँ न अरू पनि अनि फेरि यो त हो हस्टेलमा बसेपछि अलिकति निन्द्रा डिस्टर्ब हुन्छ भनेर पनि त्यो गर्दैन म चाहिँ पुगेँ भनौँ न त्यही नि म अलिकति त देखाइदिन्छु सायद छ मेरो होस्टेलको मेरो होस्टेल चाहिँ यो हो boys dormitories oh my gosh outdoor shoes here यहाँ चाहिँ रेड कलरको राख्नुपर्ने मेरो त त्यसरी बेसी छ त outdoor jacket red jacket here yes I know just give me a few seconds really have to get it क्यामेरा भइकन हुन यो मेरो जुत्ता एकछिन अब खोल्नु त बस्नु पर्यो ए मेरो मान्छे चाहिँ मरेको छ चाहिँ ल रुम यही हो अब एकछिन वासरुम जाने एकछिन अब फ्रेस हुने ल अब पछि भिडियो गरौँला त है यसको नि 3% मात्र भयो बाई बाई